हेलो साथीहरू, यो हो सोनामार्गको दृश्य। भिडियोलाई अन्त तक देख्नुहोला। बजारले चाहिँ सफा भइसकेको छ, तर माथि हाइटमा चाहिँ बरफ अझै पनि रहेछ। अहिले कोही आउन सक्नुहुन्छ भने सोनामार्ग, तर खुलिसकेको छ। हिजो अस्ति पानी परेर मात्रै यहाँ बन्द भएको थियो, तर आज त खुल्ला हुने सम्भव छ के अरे। धेरै धुप लाग्यो भने पनि बरफ गिर्छ भन्ने अलिक डर हुन्छ, त्यति खोल्न सक्दैन। त्यहाँ कपडा पनि बेचिरहेको रहेछ, कति छ है, एकछिन बुझौँ न त त्यहाँ पनि। त कति कति हो रे? कति हो रे? थाहा छैन, सोध्यो त। 150 ल साथीहरू, यहाँ 150 मा उब्ली पाइँदैछ होट माथि सोनामार्गमा। 150 का हो, ठिक छ। 150 ल देख्न सक्नुहुन्छ, यहाँ नदीहरू पनि एकदमै समूह छ। यहाँ पारीको यहाँको व्यवस्था कति रमाइलो छ है। गाडी सब यहाँ जाम लाग्यो। यो सब माथि गाडी जाम भएर सबको यता गाडी जाम लाग्यो छ। एकैसाथै खुल्छ पुरा गाडी जाम छ। अझ 2-3 दिन हिजो पानी परिरहेको थियो, हिजो अस्ति। आज भने मौसम सफा छ। हाम्रो गाडी यहाँ खडा छ र यहाँ गाडीहरू धेरै जाम लागेको छ। अगाडि बढ्न पाइएको छैन, त्यही भएर हामी पनि गाडीको होटलमा बसेको छ। राति आज गाडी यहाँ खडा छ।